अमेरिकामा हिजो अक्टोबर 18, 2025मा सडकमा ठूलो राजनीतिक आँधी चल्यो। हजारौं होइन, लाखौं अमेरिकीहरू नारा लगाउँदै निस्के, नो किङ इन अमेरिका। यो आन्दोलनको नाम हो नो किङ प्रोटेस्ट। यो प्रदर्शन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो शक्ति प्रयोग विरुद्ध गरिएको हो। जनताले आरोप लगाएका छन् ट्रम्पले संविधानभन्दा माथि उठ्ने प्रयास गर्दैछन् र आफूलाई राजा जस्तै व्यवहार गर्न थालेका छन्। त्यसैले जनताले भने हामीलाई नेता चाहिन्छ, राजा होइन। नोकिङ प्रोटेस्ट हिजो अमेरिकाका प्रमुख शहरहरूमा वाशिंटन डीसी, न्युयोर्क, क्यालिफोर्निया र सिकागोमा र अन्य 50 वटा स्टेटहरूमा एकसाथ भएको थियो। विभिन्न सङ्घ संस्था, विद्यार्थी र मानवाधिकार समूहहरू सडकमै उत्रिए। हातमा पोस्टर, मुखमा नारा, पिपुल ओभर पावर, डेमोक्रेसी नट मोनार्की। यो आन्दोलनले अमेरिकामा राजनीतिक गर्मीजन बढाएको छ। प्रदर्शनकारीहरूले ट्रम्पको सत्ता शक्तिलाई कन्स्टिट्युसनल डेन्जर भनेका छन् र चेतावनी दिएका छन् अमेरिकाको लोकतन्त्र कुनै व्यक्तिको स्वार्थका लागि होइन, जनताको अधिकारका लागि हो। कतिपय ठाउँमा शान्तिपूर्ण प्रदर्शन भएको थियो, तर केही शहरहरूमा प्रहरीसँग सानो झडप पनि भयो। ट्रम्पका समर्थकहरू भने यसलाई विपक्षीको षड्यन्त्र भन्छन्। उनीहरूका अनुसार ट्रम्पले देशको सुरक्षाका लागि कठोर निर्णय गरिरहेका छन्, तर विरोधीहरूले त्यसलाई तानाशाह भनेर चित्रण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मिडियाले यस आन्दोलनलाई अमेरिकी लोकतन्त्रको परीक्षा भनेका छन्। विश्लेषकहरू भन्छन् नोकिङ प्रोटेस्ट केवल ट्रम्पको विरोध होइन, यो अमेरिकी प्रणालीमाथिको असन्तोषको सङ्केत हो। न्यायालय, प्रेस स्वतन्त्रता र जनअधिकार जोगाउने प्रयास हो। अब सबैको प्रश्न एउटै, के यो आन्दोलनले राष्ट्रपति ट्रम्पको शक्ति घटाउनेछ वा उल्टै उनलाई अझ लोकप्रिय बनाउनेछ? यो त आगामी हप्ता र अमेरिकी संसदको प्रतिक्रियाले बताउनेछ। तर अहिलेको तथ्य के हो भने अमेरिकाका सडकहरूमा लोकतन्त्रको पक्षमा गर्जिएका छन्।